के तपाईको मुटु अस्वाभाविक तरिकाले ढुकढुक गर्छ? के तपाईलाई थकाइ लाग्ने काम गर्दा सास फेर्न गाह्रो हुने, रिगठा लाग्ने, देब्रे छाती भारी भएर दुख्ने, तर आराम गरेपछि निको हुने हुन्छ? यदि यस्ता लक्षण तपाईमा पनि छन् भने तपाईको मुटुमा समस्या हुन सक्छ। आरोग्य वेल केयर क्लिनिकमा हुनुहुन्छ कार्डियोलोजिस्ट डाक्टर निर्मल घिमिरे। मुटु रोग विशेषज्ञ भई काम गरिरहनुभएका डाक्टर घिमिरेले यसबारे के सन्देश दिनुहुन्छ त? सुनौ उहाँकै शब्दमा। मुटु रोग अहिले विश्वमै नम्बर 1 मृत्युको कारण हो र नेपालमा पनि मुटु रोगी बिरामीको संख्या दिनानुदिन बढ्दैछ। विश्व स्वास्थ्य सङ्गठनले गरेको एक सर्वेक्षण अनुसार नेपालमा प्रत्येक 4 जना मध्ये 1 जनालाई उच्च रक्तचापको समस्या रहेको, तर 5% भन्दा कम बिरामीहरू मात्रै उपचार पश्चात सामान्य अवस्थामा आउन सफल भएका छन्। प्रायः जसो नेपालीहरूले उच्च रक्तचापको औषधि सेवन गरे पश्चात जिन्दगीभर सेवन गर्नुपर्ने भन्ने धारणा छ। यदि यो धारणा तपाईहरुमा पनि छ भने तपाईहरुले पनि मुटु रोग विशेषज्ञलाई भेट्नु जरुरी छ। उच्च रक्तचाप बाहेक मुटु रोग गराउने अरू कारकहरू जस्तै रगतमा कोलेस्ट्रोलको मात्रा बढिरहनु, अत्याधिक धूम्रपान, मद्यपान, चिनी रोग यानि कि डायबिटिज, अत्याधिक मोटोपना एवं बिरामीमा घुर्ने समस्या अत्याधिक रहनु तथा जन्मजात हुने मुटु रोग सम्बन्धी समस्या एवं मुटु सम्बन्धी बाथरोग आदि इत्यादि। यदि तपाईमा पनि यी समस्याहरू छन् भने तपाईले म जस्तै मुटु रोग विशेषज्ञसँग सल्लाह लिनु जरुरी छ। मुटु रोग लाग्नै नदिनु स्वास्थ्य सम्बन्धी एक महत्त्वपूर्ण पाटो हो जसलाई हामी प्रिभेन्टिभ कार्डियोलोजी भन्दछौँ। आरोग्य वेल केयर क्लिनिकले प्रिभेन्टिभ कार्डियोलोजीलाई विशेष जोड दिँदै इसिजी, इको, बुढस्ते रक्त जाँच लगायत अन्य विशिष्ट मुटु रोग सम्बन्धी सेवा लिएर तुरुन्तै आउँदैछ। तपाईको मुटु तपाईका लागि दिनमा 1 लाख पटक धड्कन्छ। यसलाई मजबुत बनाइराख्नु तपाईको जिम्मेवारी हो।